हेलो गाइज, आज चाहिँ हाम्रो सार्वजनिक बिदाको दिन पनि हामी चाहिँ यहाँ स्कुलमा आएर कपीहरू चेक गर्दैछौँ र त्यसै क्रममा म रूपा म्याडमलाई सोध्न गइरहेको छु। रूपा म्याडम, हजुरलाई चाहिँ आज छुट्टीको दिन पनि स्कुलमा आएर चाहिँ कपी चेक गर्दा कस्तो लागिरहेछ? अब एक हिसाबले नरमाइलो पनि लागिरहेछ, एक हिसाबले रमाइलो लागिरहेछ, टाइम पास भइरहेछ। हो इन्दिरा मिसलाई मलाई पनि त्यस्तै हो र? त्यस्तै भन्नाले अब के गर्नु, आइहाल्यो बिदा भनेर नि आइहाल्यो अनि रमाइलो पनि भइरहेछ, सबैजना छौँ त्यही भएर कपी पास गरेर टाइम यतातिर चाहिँ हाम्रो सिस्टर चाहिँ मजाले बसिरहनु भएको छ। उहाँलाई चाहिँ कपी पनि चेक गर्नु पर्दैन। कस्तो रमाइलो भइरहेको होला है सिस्टर? के रमाइलो हुने नि, आज हाम्रो बिदा घर जाने दिन, तर पनि तपाईँहरूलाई यहाँ 7 दिन बसेका हो हामी। त्यसलाई धन्यवाद 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 धन्यवाद। त्यो धन्यवाद है त सिस्टर, त्यसो हामीलाई कम्पनी दिन आउनु भएकोमा एकदम धेरै धेरै धन्यवाद। हामी चाहिँ कपी चेक गर्दा गर्दै भोक लागेको हुनाले खाजा खानको लागि गइरहेका छौँ। यहाँ सिस्टर हुनुहुन्छ, यतातिर रूपा म्याम हुनुहुन्छ, अचार प्लस तरकारी, उतातिर हाम्रो इन्डिया यतातिर चाहिँ हाम्रो स्कुलमा फुलेको गमलामा फुलेको राम्रा राम्रा फुलहरू हेर्न सक्नुहुन्छ। उतातिर हाम्रो इन्दिरा मिस चाहिँ भान्से हुनुहुन्छ आजको लागि। इन्दिरा मिस भान्से हेलो। यतातिर चाहिँ हाम्रो रूपा म्याडम ड्यू भान्से, ड्यूको लागि भान्से। ल हाम्रो इन्दिरा मिसलाई चाहिँ धेरै भोक लागेर यहाँनिर कपाको खाइरहनु भएको छ। कस्तो छ इन्दिरा मिस हाम्रो खाजा? बबाल। यतातिर हाम्रो सिस्टर त्यस्तै खाइरहनु भएको छ। सिस्टर भनिदिनु हजुरलाई कस्तो लागिरहेको खाजा? अचार चाहिँ कस्तो छ अचार? ल हामीले खाजा पनि खाइसक्यौँ र यति मिठो अचार र तरकारी बनाइदिनु भएकोमा हाम्रो रूपा म्यामलाई धेरै 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 धन्यवाद। रूपा म्याडम केही भन्न चाहनुहुन्छ? मैले बनाएको अचार तरकारीलाई मिठो मानेर खाइदिने हो भने यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।